हाम्रो पिसपारकको मालिका मन्दिरमा यही जेठ 2 गते चिरीबाबु महर्जन आएर उद्घाटन हुँदैछ र यहाँ चाहिँ देवी भगवतीको मूर्ति ल्याइपुर्याउनु भएको छ पालिकामा। अझै यहाँ ल्याइपुर्याउनु भएको छैन र 2 गतेका दिन सबै महानुभावहरू उपस्थित भएर यहाँको कार्यक्रमलाई शोभा बढाइदिनु होला भन्ने अनुरोध गर्दछु। र यी मुरलीको यति राम्रो चाहिँ धुन बजिरहेको छ, युवराज लम्सालले चाहिँ बजाइराख्नु भएको छ। ल हेर्नुहोस् कति राम्रो धुन, यो चाहिँ सबैलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला भन्दै 2 गते उपस्थित हुनु होला। र यहाँ चाहिँ केही साथीहरूले मालिकाको मन्दिर देखाउनलाई मात्रै हो कि कालीपाठी पनि काटिन्छ भनेर चाहिँ प्रश्न राख्नुभएको थियो। पाठी काट्ने जहाँसम्म मैले बुझेको छैन र दुर्गा भगवतीको मूर्ति ल्याइपुर्याउनु भएको छ। हवस् त, धन्यवाद।